हेलो हेलो। आज थाकेर म चलाक्का भइरहेको छु हो। साथीकोमा गएर आएको कि अनि त्यहाँबाट आएर म साथी हस्पिटलमा थियो अनि उसलाई पनि हेर्न आएको। कता त गलिनँ त हो। म त आज त बिहान कति 10:30 बजीदेखि हिँडेको अहिलेसम्म बाटोमा छु। 7:30 हुन आँटिसक्यो। तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ कोही पनि? म त हुरुक्कै भएको छु गरेर। यहीँको छु म त हस्पिटल हिलिङ हस्पिटलमा आएको कि साथीलाई भेट्नु। बल्ल आज भेट्नु दिएर बिचराको करङ सरङ के पनि छैन, हड्डी सड्डी झराब सुरु भएर खुट्टाको चाहिँ अलिकति खोलिदिएछ तर बिचरा के कस्तो गाह्रो भएको बिचरालाई। अनि त्यत्रो फोन गर्दा चाहिँ उठाएन, खानेकुरा ल्याइदिन्छु भनेर घरै पुगेको त खानेकुरा ल्याइदिन्छु भन्छ, के को ल्याइदिन्छ अनि बिचरा। म भोकाएर राखेको छु, खानेकुरा ल्याइदेऊ पऱ्यो हो। म त घर पो जाँदैछु हस्पिटलबाट। तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ हो? म त है राति भइसक्यो हिँडी पो रहेछु। मजा बनाए पनि यो पछाडि बस्नेको मजा रहेछ, बनाएर हुरुक्कै बनायो। यसको मजा बनाएर कस्तो गरी बनाएको, यसको मजा कस्तो खुट्टा गाडी लिएर आएको थियो कि टक्कै अलस्ता भयो। यस्तो साह्रो गलेको कतै टिपेको गनायो मजा यसको खुट्टा फेरि तेर्छ र मेरोपट्टि फर्काएर राख्दो रहेछ यसले। यो त फोरी रहेछ त्यो गनाएको ढुक्क लागेर हामीलाई जाँदैछु घरतिर। गाडी कुद्दैछ पिटी प्रभु अगाडितिर नि हुन्छु म त। साथी हो अब चाहिँ म घर आइपुगेँ, हिँड्दैछु बाटोमा। त्यो रोड क्रस गर्छु अनि घर पुग्छु। आनन्दले बात लिन्छु अनि त्यसपछि सुप पिउँछु अनि सुत्छु। अनि तपाईँहरू पनि सँगसँगै सुप पिउनुहोस् ल। अब चाहिँ म आइपुग्ने बेला भयो है। थाकेको छु साँच्चै नै म आज यस्तो थाकेको छु कि। ल त साथी हो, बाई बाई।